प्रश्न नम्बर 1, दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ? अप्सनहरू छन् ए सङ्क्रान्ति, बी सम्पात, सी ग्रहण, डी अपोजिसन। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन बी सम्पात। प्रश्न नम्बर 2, फोबोस र डिमोस कुन ग्रहको उपग्रहहरू हुन्? अप्सनहरू छन् ए मङ्गल ग्रहको, बी बुध ग्रहको, सी बृहस्पतिको, डी शुक्र ग्रहको। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन ए मङ्गल ग्रहको। प्रश्न नम्बर 3, नेपालको कुन नदीलाई उत्तर गङ्गा भनिन्छ? अप्सनहरू छन् ए महाप्रभा, बी राप्ती, सी कर्मनासा, डी सानीभेरी। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन डी सानीभेरी। प्रश्न नम्बर 4, नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ? अप्सनहरू छन् ए 97 वर्ग किलोमिटर, बी 106 वर्ग किलोमिटर, सी 119 वर्ग किलोमिटर, डी 127 वर्ग किलोमिटर। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन सी 119 वर्ग किलोमिटर। प्रश्न नम्बर 5, नेपालको हिमालकी रानी कसको उपनाम हो? अप्सनहरू छन् ए पासाङ लामु शेर्पा, बी अरुणा लामा, सी आङ्रिता शेर्पा, डी कामिरिता शेर्पा। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन ए पासाङ लामु शेर्पा। प्रश्न नम्बर 6, नेपालको पहिलो महिला मुख्य सचिव को हुन्? अप्सनहरू छन् ए उषा नेपाल, बी लीलादेवी गर्तौला, सी बिन्देश्वरी शाह, डी बृन्दा हाडा। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन बी लीलादेवी गर्तौला। साथीहरू, च्यानलमा पहिलोपटक भिजिट गर्दै हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र भिडियोलाई अन्तिमसम्म हेरेर एक लाइक र कमेन्ट अवश्य गर्नुहोस्। प्रश्न नम्बर 7 मा छ, नेपालमा सबैभन्दा धेरै गजुर भएको मन्दिर कुन हो? अप्सनहरू छन् ए चाङ्गु नारायणको मन्दिर, बी तलेजु भवानीको मन्दिर, सी पाटनको कृष्ण मन्दिर, डी जानकी मन्दिर। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन सी पाटनको कृष्ण मन्दिर। प्रश्न नम्बर 8, नेपालमा भलिबललाई कहिले राष्ट्रिय खेलको मान्यता दिइयो? अप्सनहरू छन् ए 2076 पुस 8 गते, बी 2077 असार 8 गते, सी 2075 माघ 8 गते, डी 2074 जेठ 8 गते। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन डी 2074 जेठ 8 गते। प्रश्न नम्बर 9, गुरुङ जातिमा भेटघाटको क्रममा केटाले केटीलाई दिने उपहारलाई के भनिन्छ? अप्सनहरू छन् ए छोनाम, बी इनाम, सी सोनाम, डी पेनाम। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन ए सोनाम। प्रश्न नम्बर 10, एसिया महादेशको सबैभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र
कजाकस्तान हो भने सबैभन्दा सानो भूपरिवेष्टित राष्ट्र कुन हो? अप्सनहरू छन् ए मालदिप्स, बी भुटान, सी मङ्गोलिया, डी नेपाल। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन बी भुटान। प्रश्न नम्बर 11, 7 पहाडको सहर भनी कुन सहरलाई चिनिन्छ? अप्सनहरू छन् ए फ्रान्सको पेरिस, बी इजिप्टको कायरो, सी इटालीको रोम, डी भारतको जयपुर। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन सी इटालीको रोम। प्रश्न नम्बर 12, सन् 2025 मा उत्कृष्ट चलचित्रको ओस्कार अवार्ड जित्ने चलचित्र कुन हो? अप्सनहरू छन् ए द ब्रुटलिस्ट, बी ड्युन पार्ट 2, सी विक, डी अनोरा। तपाईँको लागि समय सुरु हुन्छ अब। यसको सही उत्तर हो अप्सन डी अनोरा। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। यहाँहरूको बाँकी पल शुभ रहोस्।